के तपाईँको पनि आइरसबाट धेरै फाइन आउने समस्या रहेको छ? आउनुहोस् यसबारे छलफल गरौँ। कृपया यस भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। तपाईँले हरेक पटक सामानहरू खरिद गर्दाखेरि कन्ट्रिब्युटिङ नम्बर त हालिराख्नु भएको छ। तर के हुन्छ भनेदेखि त्यो कन्ट्रिब्युटिङ नम्बरहरू कुनै अटोमेटिक भेरिफाई हुन्छ भने कुनै चाहिँ अटोमेटिक भेरिफाई हुँदैन, आफूले गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा हामीले के गर्न सकिन्छ? आउनुहोस् म हजुरलाई सिकाउँछु। सबैभन्दा पहिले तपाईँको प्ले स्टोरमा गएर इफतुरा भन्ने एपलाई डाउनलोड गर्नुहोस्। त्यसपछि आफ्नो फिनान्स नम्बर र फिनान्सको पासवर्ड राखेर त्यसमा लगइन गर्नुहोस्। यहाँ लगइन गरिसकेपछि तपाईँहरू यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ। त्यहाँ हरेक खर्चहरूको छुट्टा छुट्टै क्याटेगोरीमा डिभाइड गरिएको हुन्छ। कुनै खर्चहरू अटोमेटिक डिभाइड हुन्छ भने कुनै आफैले गर्नुपर्ने हुन्छ। यहाँ डिफ्रेन्ट टाइपका फतुराहरू अथवा टिकटहरू देख्न सक्नुहुन्छ। यसको छुट्टा छुट्टै क्याटेगोरी अनुसार आफै राख्न सकिन्छ। जस्तै स्वास्थ्यको, घर फ्यामिलीको, गाडीहरूसँग सम्बन्ध छ भने गाडीहरूको, अब तपाईँले कतै खाना खानुभएको छ रेस्टुरेन्टमा भने खाना खाने अब रेस्टुरेन्टहरूको क्याटेगोरी छ, त्यो अनुसार छुट्टा छुट्टै हाल्न सकिन्छ। अब घरहरूको, अब घर भाडाहरूको पनि राख्न सकिन्छ। अरू सबै कुराहरू हुन्छ। तपाईँले खोलेर हेर्नुभयो भने सबै कुराहरू देखिन्छ। यहाँ तपाईँले आफै बोल्नुहुन्छ खोलेर हेरेपछि। त्यही अनुसार अब छुट्टा छुट्टै क्याटेगोरीमा हाल्न सकिन्छ। त्यसको लागि मात्र 3 दिन बाँकी छ। फेब्रुअरी 25सम्म यसको म्याच छ। त्यसपछि भेरिफाई गरेको फतुरा मान्ने हुने छैन। त्यही भएर ढिला नगर्नुहोस्, छिटो नै फतुराहरू क्लासिफाई गरेर राख्नुहोस्, सजिलो हुन्छ। अनि यसबाट 100% नै अब फाइन नै आउँदैन भन्ने त हुँदैन, तर केही रूपमा यसले सहयोग गर्छ तपाईँको फाइन कम गर्न। यदि तपाईँको पैसा फिर्ता आउने हुन्छ भने त्यस्तो केसमा पनि यसले धेरै सहयोग गर्छ। पैसा फिर्ता आउन सक्छ, धेरै पैसा फिर्ता आउन सक्छ। त्यसैले यसलाई एकपल्ट सबैजनाले फेरि एकचोटि चेक गरेर हेर्नुहोस्। पेन्डिङ छ भने भेरिफाई गर्नुहोस्।